ए बुढी पनि आउनुभयो कामबाट? आए तपाईँ कतिखेर आउनुको र? म आएको आधा घन्टा जति भयो। आधा घन्टा त चाँडै आउनु रहेछ त नि त फेरि। 11:30 पौनी 12 भइसक्यो। कति चाँडो हुने र अचम्मै छ गाँठे। यति पानी खान ल्याउनु न बुढो तातोतिर। आफैले नि आफै खाने, मैले के कर ऋण खायो खालि पानी ल्याऊ, यो ल्याऊ, बेन्तो बनाइदेऊ, चिया पकाइदेऊ। कामै त यो कि हाम्रो जापाना कुकहरूको। कुकलाई गाह्रो भयो क्या जापाना। म पनि त यतिखेर आइगर काम गरेर होइन पहिले त कामै गर्दैन उहाँको जहिले पनि त्यही भनेको छ नि खालि घुम्ने कुर्चियाको पढेर गरेर उहीँ नेपालमा घुम्ने कुर्चिया बसेर जागिर अब केही भन्न पर्दैन कर मैले पानी लडिदिनु त्यही म थाकेर आएँ के अरे सबै संसारले गरे हुन्छ काम गरे हामी के हामी संसारले काम गरे अरुवा सुहानीले यसो गरे अरे किन अरुवा कुरा गर्नु पर्यो आफ्नो कुरा मलाई थकैले आफा पानी ल्याउनु भन्दा नल्याउने थकै सक्दैन आफैले नि आफै खाने पैसा आएन त कति आयो बुढी पैसा आएन भन्छन् फेरि पैसा है खालि 1-2 लाख कमाका टाउका टेकेर पोइहरूलाई पछि खान्छ जापाना दुःख पाए त नि जापानका कुकरले बुढाहरूले हो त गरे यिनीहरूलाई त ठ्याक्क बिहान उठेर राइडोका घाँस कटाउने त्यहाँबाट बुढा टाउका टेकेर गयो अति गर्ने भात खान म खुसी हो नेपाल जाम त पहिला त त्यही भन्दै हुनुहुन्थ्यो करे म जान जब म जापान आएको 6 महिना बुढो कहिले आउने भिसा अप्लाई भयो भनेर टाउका दिमाग खानु भएको थियो त बिर्सनु भयो र 12 बजे कामबाट आउँदाखेरि पनि यही सुन्न पर्छ